यो शालिगबाट उड्न नसकेको यो परेवा झैं यो हैटीमा शान्ति छाउन सकेको छैन। जसरी यो शालिगमा शंखघोष गरिएको छ त्यसै गरी आवाज सुन्ने जनउत्तरदायी सरकार रहेन यो देशमा। सन् 1492 मा कोलम्बसले पत्ता लगाएका देश र 1804 मा दासमुक्त काला जातिको पहिलो देश अझ पनि सामाजिक असुरक्षा र चिन्तामा छ। यतिसम्म कि देशसँग सेना छैन र यहाँ 17 देशका सैनिकहरू छन्। यसका प्रति विकास निर्माण ठप्प छ र जनता वर्षेनी भोकमरीको चपेटा सहन बाध्य छन्। सन् 2003 मा सेना भङ्ग भएसँगै आर्मी चिफको हत्यापछि सेनाका जवानहरू हतियार बोकेर घर फर्किए र जनतामा हतियार पुग्यो अनि ग्याङस्टारहरू बने। अहिले पनि जनताको त्यो लहरमा ती हतियारहरू छन् र सामान्य आक्रोशमा समेत जनता मरिरहेका छन्। यतिसम्म कि हतियारको त्यही दबदबाले 2007 सम्म देशको एउटा पुरै डिपार्टमेन्ट उनीहरूको नियन्त्रणमा थियो। 27,750 वर्ग किलोमिटरको देश जोसँग प्रशस्त स्रोत र सम्पदा छ तर उपयोग हुन सकेको छैन। कारण उही राजनीति अस्थिर छ। देशलाई कहिल्यै राजनीतिले नेतृत्व दिन सकेन र बिग्रिएर यस्तो अवस्थामा पुगेको छ एउटा देश। करिब 2 साता लामो हैटी अध्ययनले सिर्फ राजनीतिलाई दोष दिएको छ। त्यस बाहेक यहाँका स्थानीय नागरिकले नेपाली भाषा बोलेका र नेपालीमै गीत गाएका रमाइलो पनि रोचक थियो र त्यो हामीले खिचेका छौं। मरकोती सोपानीले चिल्का मेतायो पापेनीले मुचुमा चुली लतायो। मरकोती सोपानीले चिल्का मेतायो पापेनीले मुचुमा चुली लतायो। मेरो माया 2 दिनको भए नि मेरो माया झुन्नी बरिलाई। मेरो माया 2 दिनको भए नि मेरो माया झुन्नी बरिलाई। मरकोती सोपानीले तिलका मेतायो पापिनीले मुचुमा चुली लतायो। जुन मायाले तल्दाली जुन मायो 2 मायालाई लेख्न मन लाग्छ। जुन मायाले तल्दाली जुन मायो 2 मायालाई लेख्न मन लाग्छ। माझी ताई पोक लौ फिया दाउको लौ माया चातेको चलाम्लो क्याले क्यालेको। आइची भन्साला मेरो माया मायालीको पापी संसारो। मिलमिलेको गालाई के जोबालेको गमलामा लालेको लेको गम। ओके, मेरो साथी नेपालमा सबै नेपाली साथी म अर्को वर्ष म नेपालमा जाने अनि म हाम्रो टेलिभिजन जाने अनि म सबै मेरो साथीले भेटियो अनि म हाम्रो प्रोग्राम अर्को प्रोग्रामले दिने। मेरो नेपाल साथीले धेरै धेरै माया गर्छु। यो नेपाली सिरुचारी सनसनमा लङ्किन्छ झन्किलीलाई ज्योति पाली अन्डागरमा चम्किन्छ। अनि अरूले भन्छ के अरे अनि पहिला जान पम 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 मैले मनपर्छ अनि सोफा भएन अनि थोली आउँछ। आउँदो कार्यक्रममा हामी यो देखाउनेछौँ। हामीले हैटीको विकास कथा ल्याएका छौँ र त्यो देखाउनेछौँ। अनि हैटीमा नेपाली बटालियनको सम्पूर्ण खबर पनि छ। तर जे होस् हामीले 2 साता लामो यात्रालाई फरक देशको फरक अनुभवका रूपमा दस्तावेज गर्यौं। एउटा देशको जटिल कथामा हाम्रो आँखा। दर्शकवृन्द, हैटीको राजधानी पोर्ट अफ प्रिन्सको यो हो सिटी सोले सहर। हाम्रो यात्रा, हाम्रो देश र हैटी कथा फरक फरक तर कारण राजनीतिले बिगारेको राष्ट्र कथा। यात्राका क्रममा एउटा देशले अर्को देशका प्रति बुझेको सत्य अनि बुझेको यथार्थ तपाईं समक्ष प्रस्तुत गर्यौं। अनि हामीले एउटा देशका नागरिक जसले आफ्नो देशमा राजनीतिक अस्थिरता रहिरहँदा
अनि अर्को देश जुन देशमा पनि राजनीतिक अस्थिरता छ, फरक परिस्थितिका बीच धेरै टाढा नेपालदेखि धेरै टाढाको एउटा देशमा यो यात्रा संस्मरणलाई यहीँ टुङ्ग्याउँछौँ। भोलि नयाँ विषयका साथ यही समयमा उपस्थित हुनेछौँ। हेर्दै रहनुहोला न्युज टेलिभिजन। नमस्ते।